हेलो ब्युटिफुल भ्युवर्स, वार्म वेलकम टु एभ्रीवन। हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल रुमिला भ्लग्समा। र हजुरहरूलाई मैले देखाइरहेको चाहिँ यो पुणे भेराइटीको बगानबेली हो, जुन चाहिँ मेरो छिमेकीले चाहिँ कट गरेर फ्याँक्नु भएको रहेछ। अब यसलाई चाहिँ हामी जस्तो प्लान्ट लभरले त त्यत्तिकै छोड्न त सक्दिनौँ, त्यही भएर मैले चाहिँ लिएर आएँ होइन। र अब यसलाई चाहिँ मैले सानो सानो कट्सहरू लाउन गइरहेको छु। र यो कट्स लगाइसके पछाडि चाहिँ म यसलाई चाहिँ मजाले ग्रोथ गर्नको लागि सम्पूर्ण पोली ब्यागमा चाहिँ मल माटो फिलअप गरेर चाहिँ अब यसलाई म कटिङ राख्नेछु। र हेर्नुहोस्, अब मैले चाहिँ यसलाई कटिङ पनि गर्न थालिसकेको छु। कटिङ गर्नुको साथसाथै यसमा भएको पातहरू पनि रिमुभ गरिरहेको छु। र यो पातहरू रिमुभ गर्नु एकदमै नेसेसरी छ। यो पातहरू रिमुभ गरेन भने यही पातहरूले चाहिँ कुहिएर फङ्गलको काम गर्छ के, त्यहाँनिर चाहिँ हामीलाई फङ्गस उत्पादन गर्न सहयोग गर्छ अनि हाम्रो प्लान्टहरू चाहिँ मर्छ। त्यो कारणले गर्दा चाहिँ हामीले चाहिँ प्लान्टहरू कुनै पनि फुलहरूको कटिङ लाउँदाखेरि जहिले पनि त्यसमा भएका पातहरूलाई चाहिँ हटाउनु पर्ने हुन्छ। र यसरी चाहिँ मैले पालैसँगले सानो सानो पनि कटिङहरू निकालिरहेको छु। र मैले चाहिँ यसमा चिप्पेको र कलिलो गरेर यसरी कटिङहरू निकालेको छु। र अब पालो सोइल मिक्सरको। यहाँ हजुरहरूले सेतो सेतो पहेँलो पहेँलो खालको देख्नुभएको चाहिँ यसमा मैले एन्टी फङ्गसको युज गरेको छु। साथै यसमा मैले कोकोपिट, बालुवा, गार्डन सोइल अनि त्यसै गरेर वर्मी कम्पोस्ट मल थोरै, लिफ कम्पोस्ट मल थोरै मिक्स गरेर चाहिँ यसलाई चाहिँ राम्रो सोइल मिक्सचर बनाउँदैछु। यसमा चाहिँ अलिकति ज्यादा चाहिँ बालुवाको मात्रा र गार्डन सोइल छ, किनभने यो चाहिँ मैले अब जर्मिनेट गर्नुपर्ने हो नि त। यसलाई चाहिँ मैले अब जराहरू झारेर उमारेर यसलाई फेरि रिपोर्टिङ गरेर रोपेर चाहिँ अब ठुलो बनाउनु पर्ने भएकोले गर्दाखेरि सुरुमा कटिङ लाउँदाखेरि चाहिँ हजुरहरूले मलहरू धेरै युज नगर्नुहोस्, एकदमै लेस अमाउन्टमा मात्रै मल युज गर्नुपर्ने हुन्छ। र मैले चाहिँ यसमा विशेष गरेर लिफ मल र थोरै मात्रामा चाहिँ वर्मी कम्पोस्ट युज गरेको छु भने बालुवा र गार्डन सोइललाई अलि ज्यादा प्राथमिकता दिएको छु। र अब यसलाई चाहिँ मैले मजाले मेरो हातखेलाको माध्यमद्वारा फिटिरहेको छु। र यसरी फिट्ने क्रममा चाहिँ अब मैले फिटिसकेको छु र हजुरहरूले हेर्न सक्नुहुनेछ मसँग यहाँ चाहिँ रुटिङ हार्मोन हो। यो रुटिङ हार्मोनहरूले चाहिँ जरालाई झर्न मद्दत गर्दछ, मतलब जरा उमार्न मद्दत गर्दछ है। झर्ना भन्नाले चाहिँ मरेर झर्नुलाई होइन। अब यसमा चाहिँ मैले चाहिँ अलरेडी पनि बनाएको थिएँ यो सानो बट्टामा एन्टी फङ्गस र यही रुटिङ हार्मोनको चाहिँ घोल बनाएको थिएँ। र यसमा फेरि पनि मैले त्यो थोरै रुटिङ हार्मोन मिक्स गरेर अब यसलाई चाहिँ रेडी बनाइसकेको छु। र रेडी बनाएर चाहिँ अब मैले मेरो फेरि सम्पूर्ण बिरुवाको चाहिँ हाँगाहरूलाई त्यसमा चोब्न गइरहेको छु। र हजुरहरूले पनि यसरी एन्टी फङ्गस चाहिँ मिक्स गर्नुहोला। एन्टी फङ्गसले फङ्गल लाग्न दिँदैन भने रुटिन हार्मोनले चाहिँ जरालाई उमार्न मद्दत गर्दछ। र यसरी मैले प्रत्येक हाँगाहरूमा चाहिँ दुईपट्टिकै साइडमा चाहिँ लगाइरहेको छु। र एकपट्टिको साइडमा चाहिँ रुटिन हार्मोनले काम गर्छ भने अर्को साइडमा चाहिँ एन्टी फङ्गसको लागि युज गरेको हो। र एन्टी फङ्गस चाहिँ मैले अर्को ठाउँमा बनाउनुभन्दा यसैलाई युज गरिदिउँ भनेर मैले युज गरिरहेको छु। र प्रत्येक हाँगामा चाहिँ मैले पालैसँगले चाहिँ अब रुटिन हार्मोन र एन्टी फङ्गसको घोल लगाइसकेको छु। ल अब पालो आयो सोइल मिक्सचरको। र यो सोइल मिक्सचर चाहिँ मैले बनाइसकेको थिएँ, जुन सोइल मिक्सचरलाई चाहिँ मैले अब पालैसँगले पोली ब्यागमा फिल गरिरहेको छु। जुन पोली ब्याग चाहिँ मैले प्लास्टिकबाट निकालिरहेको छु त्यो चाहिँ पुरानो पोली ब्याग हो, जसलाई चाहिँ मैले मरेका बिरुवाहरूलाई निकालेर चाहिँ स्टक गरेको थिएँ। र हेर्नुहोस् त, अब मैले पोली ब्याग पनि सबै फिलअप गरिसकेको छु भने लगभग हामीले चाहिँ यो 15-20 मिनट राख्नुपर्ने हुन्छ। यसरी रुटिन हार्मोन युज गरेको अब सबै हाँगाहरूलाई चाहिँ 15-20 मिनट राखिसके पश्चात मैले क्रमैसँगले यी पोली ब्यागहरूमा फिल गरिरहेको छु। हेर्नुहोस् त, क्रमैसँगले यसरी फिल गर्दाखेरि अगाडि नै पोली ब्यागहरू रेडी बनाउँदाखेरि चाहिँ काम गर्नु चाहिँ बेग्लै मजा आउँछ है। र यसरी मैले चाहिँ मेरा सम्पूर्ण हाँगा बिगाहरूलाई चाहिँ
यसरी ग्रोथ ब्यागमा चाहिँ रोपिराखेको छु। हेर्नुहोस् त कति राम्रो देखिँदैछ। वाउ! अब यो चाहिँ जर्मिनेट भइसके पछाडि क्लिन भएर फर्किँदा त झन् अझ कति राम्रो देखिन्छ। र अब यसलाई चाहिँ मैले माथिबाट मजाले पुस गरिदिँदैछु। हजुरहरूले पनि यसरी पुस गर्नुहोला। यसो गरेमा चाहिँ हामीले पानी लाउँदाखेरि चाहिँ यो चाहिँ हल्लिँदैन र एकदमै राम्रोसँगले जर्मिनेट हुनुको लागि चाहिँ सहज हुन्छ। यसको जरा झर्नुको लागि सहज हुने भएकोले गर्दाखेरि हामीले चाहिँ यसलाई मजाले थिचेर चाहिँ अब पालैसँगले मैले थिचिराखेको छु र यसलाई चाहिँ अब ग्रोथको लागि यति गरिसके पश्चात छोडिदिने हो। यो हेर्दाखेरि थोरै समय लागे जस्तो भए तापनि कार्य गर्ने क्रममा एकदमै धेरै समय लागेको हुन्छ। तर जब हामीले चाहिँ प्रोडक्सन गरेर मार्केटसम्म ल्याउँछौँ र मार्केटसम्म ल्याउँदाखेरि चाहिँ कस्टमरहरूले यसको खासै धेरै भ्याल्यु नबुझ्नु हुने देखेर चाहिँ मलाई अचम्म लाग्छ हैन। हजुरहरू समक्ष आइपुग्दाखेरि चाहिँ कम्तीमा पनि यो राम्रो बुस्सी झ्याङ बनाएर हामीले बेच्दाखेरि 1.5-2 वर्ष चाहिँ लागेकै हुन्छ के 2 वर्ष 3 वर्षै लागेको हुन्छ। र हेर्नुहोस् अब मैले चाहिँ मेरो टनललाई अलिअलि सेट गर्दैछु। यो जति सेट गरे पनि उस्तै हुन्छ है। र यहाँ चाहिँ मनी प्लान्टहरू मैले माथिको मनी प्लान्टहरू निकालेर यहाँ सेट गरेको थिएँ। यो जति पनि माथि देखाएको फुलहरू चाहिँ यहाँ भुइँमा थियो। यो फुलहरूलाई चाहिँ मैले भुइँबाट माथि सेट गरेको हो र मनी प्लान्टको पनि केही दिन पछाडि भिडियो बनाउने छु। र मैले चाहिँ यसरी मल्चिङ प्लास्टिकलाई चाहिँ भुइँमा ओछ्याइराखेको छु र अब मैले यसमा चाहिँ मेरो अघिको कटिङहरू लिएर आउँदैछु। कटिङ चाहिँ अलिकति पर राखेको हुनाले गर्दाखेरि मैले यसलाई ओसारिराखेको छु र यसरी एक क्याली चाहिँ मैले कटिङ ल्याइसकेको छु भने अब चाहिँ मैले ठुलो क्यालीमा फेरि मेरो कटिङहरू ल्याउन गइरहेको छु। ल यसरी अब चाहिँ मैले ठुलो क्यारीको पनि कटिङ ल्याइसकेको छु र अब यसलाई चाहिँ मैले मजाले सबैलाई मिलाएर राख्नुपर्ने हुन्छ हैन। मलाई चाहिँ काम गर्दाखेरि जसरी कम्फर्टेबल हुन्छ त्यसरी काम गर्ने हो क्या। आनन्दले घुँडा टेकेर चाहिँ अब मैले चाहिँ यसमा मजाले मेरो पोली ब्यागमा कटिङ राखेको थिएँ त्यसलाई चाहिँ यहाँनेरि राखिराखेको छु र घुँडा टेकेर काम गर्दाखेरि मलाई आनन्द भइरहेको छ। हेर्नुहोस् न कति कम्फर्टेबल्ली काम गरेको थिएँ मैले यतिखेर। मलाई सम्झिँदाखेरि पनि यतिखेर चाहिँ आनन्द लागिरहेको छ क्या अहिले रियालिटीमा है। हेर्नुहोस् ल अब मैले चाहिँ यसलाई लगाइसकेको छु र अब फेरि अर्को पनि मैले यसलाई रोपिरहेको छु। यो पुणे भेराइटीको बगानबेली चाहिँ सानैमा फुल्छ, यस्तो असम फुल्छ है। वाउ! टेक केयर राम्रो पायो भने त साह्रै राम्रो फुल्छ। ल मैले चाहिँ अब यसलाई पनि मजाले सेट गरिसकेको छु र अब हेर्न हुन सक्ने हुनेछ। यसमा चाहिँ मैले पानी लाउन गइरहेको छु। मसँग चाहिँ सानो झाँझरी छन चाहिँ छ हैन। झिन्जर झाँझर के भन्नुहुन्छ अब तपाईँहरूले तपाईँहरूको ठाउँअनुसार हैन। अब तर त्यो झाँझरीको चाहिँ त्यो जुन टुटी हुन्छ नि पानी सावर फ्याँक्ने त्यो टुटी चाहिँ मसँग हरायो के। त्यो कारणले गर्दाखेरि चाहिँ मैले हातैले बिस्तारी बिस्तारी यसलाई थोरै थोरै पानी दिइरहेको छु र अब खरिद गर्नुपर्ने छ। खरिद यो काम गर्ने क्रममा किन्नुपर्ने चिज धेरै हुन्छ हैन। कमाएको देखिन्छ तर यसमा इन्भेस्ट गर्नुपर्ने चिज चाहिँ धेरै भएकोले गर्दाखेरि अब रिसेन्टली चाहिँ मैले त्यसलाई खरिद गर्न सकिरहेको छुइनँ र मैले चाहिँ मेरै हात केलाको माध्यमद्वारा चाहिँ यसरी पानी बिस्तारी बिस्तारी लगाइरहेको छु। अब स्प्रे गर्दा पनि हुन्छ तर स्प्रेले यसलाई खासै धेरै काम गर्दैन क्या। स्प्रे पनि मेरो अलिक सानो खालको छ नि त। हातैले लाउनु चाहिँ मलाई यसलाई मजा लागिरहेको छ र यसरी मैले लगाइरहेको छु र मैले चाहिँ यसमा अब पानी पनि हालिसकेँ है। ल हेर्नुहोस् अब यो मसँग भएको चाहिँ पुणे भेराइटीको बिरुवा जुन चाहिँ मैले टनलमा अलरेडी ह्याभ मसँग भएको कत्रो माथिपट्टि गएर हेर्नुहोस् न यस्तो भइरहेको छ के। अब यो राम्रो छ त छैन नि त हैन। अब यो राम्रो नभएको कारणले गर्दाखेरि अब यसलाई चाहिँ माथिपट्टिको भाग चाहिँ टक्कै काटिदिने हो हैन। अनि काटेपछि चाहिँ मुनिपट्टिको भागलाई चाहिँ एकदमै अट्र्याक्टिभ देखिन्छ क्या। अब यसलाई चाहिँ मैले चट्ट माया मारेर कडक काटिदिन्छु है। हजुरहरूले पनि यसरी नै आफ्नो प्लान्टको टेक केयर गर्दा चाहिँ काटिदिने हो। ल हेर्नुहोस् त लु अघिको त ठुटाले गर्दाखेरि कस्तो देखिएको थियो अब कति राम्रो देखिरहेको छ। र अब यसमा चाहिँ मैले एन्टी फङ्गसको घोललाई चाहिँ थोरै माथिपट्टि लगाइदिएँ। यसले लाउनाले चाहिँ के हुन्छ भने अनि बिरुवा सुक्दैन र त्यसबाट साइड ब्रान्चहरू पलाउँछ माथिपट्टिबाट, नत्र भने चाहिँ सुकेर कुहिएर झर्दै झर्दै जान्छ कि अनि प्लान्ट नै अलिकति अनहेल्दी टाइपको देखिन्छ। लेट्स सी हेर्नुहोस् कति राम्रो देखिएको छ है।
अब यो 15-20 दिनमा त जुन मैले काटेको भाग छ नि त्यहाँदेखि त मजाले फेरि अन्य हाँगाबिँगा पलाएर यस्तो दामी असम फुल फुल्छ होइन। र बगानबेलीमा चाहिँ हजुरहरूले जहिले पनि कटिङ लाउन नबिर्सिनुहोस्। कटिङको मिन्स कस्तो भने तपाईँहरूको चाहिँ फुल फुलिसके पश्चात अब तपाईँहरूलाई चाहिँ माया लाग्छ नि त अलिअलि बचेको फुलहरू, लोभ लाग्छ, अब मायै लाग्छ। इभन मलाई पनि लाग्थ्यो पहिला पहिला होइन। तर अहिले चाहिँ अब बुझ्दाखेरि जति हजुरले चाहिँ फुलिसक्ने बित्तिकै ठ्याक ठ्याक कटिङ गरिदिनुहुन्छ त्यस पछाडि फेरि नयाँ ग्रोथ लगाउँछ होइन। त्यसले चाहिँ पालुवाहरू पलाएर फेरि फुल्न थाल्छ है। सो हजुरहरूले पनि त्यही गर्नु होला। यसो गरेमा चाहिँ तपाईँहरूको फुलहरू एकदमै राम्रोसँग ब्लुमिङ हुन्छ र तपाईँहरूको घर दैलो आँगन समाजमा सुसज्जित भएर चाहिँ फुलले एउटा बेग्लै प्रकारको भाइब दिन्छ। ल हजुरहरूलाई आजको मेरो यो पुणे भेराइटीको बगानबेलीको कटिङ के कस्तो लाग्यो, यदि हजुरहरूलाई मन परेमा मेरो युट्युब च्यानल रुमिला भ्लग्सलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी अझ धेरैभन्दा धेरै हौसला बढाइदिनु हुन विनम्र अनुरोध गर्दछु। थ्याङ्क यू फर वाचिङ एभ्री वान। लभ यु अल। बाई बाई। ह्याभ अ ग्रेट डे अलवेज।